नानी सुतेको धेरै मम्मी बन्नु नन्दन चाहिँ एकदम धेरै गाह्रो रहेछ सो है कोही बेला नानी एकदम हुन्छ नि सुतिहाल्छ कोही बेला सुत्दैन नसुतेपछि त आमा यति दिक्कत हुन्छ यति एकदम प्रब्लम हुन्छ कि आमा आमा पापा त एकदम सुत्नु पाउँदैन कि राम्रोसँग त्यो केही गर्नु धेरै मम्मी भइसकेपछि त अब यो कुरा त हुनैपर्छ त्यो बिना पनि फेरि हुँदैन है नानीसँग चाहिँ रमाइलो गर्दै है दुई भाइ हामी बस्नेछौँ मम्मी भने एकछिन आउटिङमा जान्छु भन्दैछ ल है त्यसो भने जानु नानी र म चाहिँ बस्छु भनेर चाहिँ उहाँलाई एकदम मेरो मिसेसलाई भनिसकेको छु अब ह्यान्डिङ टेकिङ सब मेरो है भनेको छु मैले एकदम इच एन्ड एभ्रिथिङ्स मेरो मेरो है भनेर भनेको छु अहिले चाहिँ एकछिनको लागि ल कमान अब भनेपछि बाहिर मेरो टर्न आयो अब मलाई त्यति नानी बोक्नु पनि आउँदैन है त जस्ट प्र्याक्टिसमा छु कसरी बोक्नु पनि के हो म त फेरि यस्तो छ नि गाइस म त एकदम पुरै नहल्लाएर सुताइदिन्छु मम्मीले भन्छ नि यसको मम्मीले चाहिँ नहल्लाउ बेसी दिमाग बिग्रिन्छ है भन्छ नि अब त्यो बिना सुत्दैन अन्त नसुतेपछि के गर्ने मैले होइन हल्लाउनु कर लाग्छ जो त्यसले गर्दा म चाहिँ एकदम हल्लाउँछु हल्लाएर चाहिँ एकदम मजाले सुतिहाल्छ त्यसपछि आनन्द म पनि आनन्द हुन्छु दुवैजना आनन्द हुन्छ कि कसो हो भाइ आमामा मजाले सुतिरहेको अवस्था हेर्नुहोस् त सुतेपछि फेरि यस्तो सुत्छ नि हेर्नुहोस् त मम्मी आउटिङ जाने अरे भाइ भाइ र म मात्रै पऱ्यौँ है अब चाहिँ रुनु हुँदैन हो रुनु हुँदैन है ल रोयो भने चाहिँ प्रब्लम हुन्छ नि फेरि ल रुनु हुँदैन नरिकन बस्नुपर्छ त बस रोयो भने फेरि पापा र छोराको फेरि फाइटिङ होला नि फेरि के गर्नु जिन्दगीमा यस्तै छ है डेली नबनाउँ भन्दा पनि नहुने बन्नै पर्ने है अब बनेर पनि अब सबै कुरा अब हुन्छ नि निभाउनु पर्ने हुन्छ तर राति चाहिँ बाउ आमा मात्रै परेको बेला त अब सुत्नु चाहिँ पाउँदैन है सिधै कुरा भन्छ सुत्नु चाहिँ पाउँदैन पुरै पाउँदैन के पुरै पाउँदैन सुत्नु पाउँदैन अब मम्मी ड्याडी दुवैजना एकदम अनिदो हुन्छ अनिदो भएपछि के गर्ने नानी प्याच चाहिँ कराइहाल्छ त्यसपछि अब जुलुक्की उठ्नु त कर लाग्यो पालै पिलोसँग पालै पछि एकदम पालै पिलो उठ्नुपर्ने हुन्छ कोही बेला मम्मी उठ्यो भने एकछिनमा बाउ उठ्यो भने एकछिनमा मम्मी त्यसो खालको हुनुपर्ने रहेछ हौ कम्बिनेसन अगर मिलेन छ भने चाहिँ एकदम राम्रो हुँदैन किनभने अनिदो पुरै हुन्छ एक दुई दिन त साह्रो पर्छ त्यसपछि त एकदम अब स्याप हुन्छ लाइनमा आइहाल्छ म पनि त फर्स्ट टाइम है अब हल्का लाइनमा आइगयो हातमा कसरी बोक्नुपर्ने हल्का यो कुरा पनि एकदम सिकिहालेँ सब कुरा बिस्तारै सिकिहाल्ने रहेछ त्यसले गर्दा है अनि यसो हल्का टाइम पास है यसो भिडियो बनाउँदै यसो बसेको जस्ट अब यो एक्सपिरियन्स चाहिँ अब एक्सपिरियन्स यसो हल्का तपाईँहरूलाई यसो देखाउँदै है रमाइलो गर्दै बसिरहेको यो अवस्था है यस्तो छ अब त के छैन अब यो नानी भर्खरै तपाईँको 1.5 महिना चाहिँ पुग्दैछ अन्त 1.5 महिनामा हातमा मजाले आउने पनि भइहाल्यो